गाइस आज चाहिँ हामी फेरि गोदावरी आएको अवस्था जिन्दगीमा लेट्स गो। गोदावरी कस्तो भएछ भन्ने कुरा हेर्नु पर्यो, तपाईहरुलाई पनि देखाउने छु। सिन त दामी छ नि। पसा हेलो, दिस इज द गोदावरी। हाम्रो पास आज छुट्टी लिली पुरा गोदावरी घुम्न आएको अवस्था। त्यो फुल पनि दामी रहेछ। मेन बाटो त यता हो, तर हामी अर्कै बाटो भएर हुँदै आएको। उयो गेटबाट छिर्नुपर्छ। हमारा बृहस्पति का बच्चा पसा यस पसा के छ त, ठिक छ? ठिक छ पसा सटे हाम्रो गोदावरी राम्रो भयो। हामी आज यसो कस्तो भएछ हाम्रो गोदावरी भनेर फेरि भिडियो लिँदैछु, भ्लग बनाउँदैछु। यो चाहिँ गेट। फुल त पहिला छैन क्या हो। ल ठाउँ त दामी छ नि। तपाईँहरूलाई फुल पनि देखाउँछु है म। अब गाइज अनुमति बिना प्रवेश निषेध। ल फुलहरू कसै जिन्दगीमा ल मासतिर त नजाउँ होला यार हामी। मासतिर त नजाउँ होला। मासतिर नजाने उयो यतातिर घुम्ने क्या। फुट दिन्छ त्यहाँ एउटा उयो मात्रै हुन्छ क्या। उयो मात्र छ क्या। के छ? यता जाउँ न। यता यताको नजारा दामी लाग्छ ल। ल फुलहरू चाहिँ खासै त्यति फुल्नै बाँकी रहेछ होइन, फुलेर हिँड्छ। जब फुल्छ नि बबाल देखिन्छ कि फुलहरू। ल गोदावरीको नजारा हेर्नु होला होइन, कस्तो छ। ल पास कतिचोटि आयो यहाँ? पहिला आएको थिएँ चल्ने हो। म पनि धेरैचोटि भएको छैन। फुल अलि फुल्नै बाँकी रहेछ। फुल्नै बाँकी रहेछ अहिले होइन। फुलहरू फुलिसकेपछि यस्तो बबाल देखिन्छ नि। फुल भनेको बबाल फुलिसक्यो होइन। ल गाइस मेरो पछाडिको फुल हेर्नु कस्तो दामी छ। ल हाम्रो पास माथि जाने भने जानु पर्ला अब। ल हाम्रो नानीहरू पनि तलतिर ओर्लिँदैछ। हेलो हेलो, बृहस्पति विद्या साधन स्कुलको नानीहरू, बाबुहरू। माथि घुमेर भ्याइसक्यो। के छ सेते? ओए अब यहाँ खैरे ओ खैरे 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 के छ? म्याम जान्छु अहिले म। हामी जाँदैछौँ जिन्दगीमा। हामी यहाँ रेस्ट गरेर छौँ। हेलो गाइज, राम्रोसँग घुम्ने है, राम्रोसँग घुम्ने। हाम्रो सानी आइपुग्यो। राम्रोसँग घुमेर आउने है। ए हजुर हजुर। भिडियो हान्दैछु कि म। यस यस। ओ कान्छा छोटा डन, मेरो छोटा डन यार। मलाई छोडेर कहाँ गएको यार? म हेरेँ यार। ब्रिनल ल राम्रोसँग घुम्ने ल। ओके
ल यहाँ पनि दामी छ ल फुलहरू यो साग कस्तो मिलाउँछ कुन साग यो खाने काँचै खाने पकाएर कौली जस्तो ल सुरु फुड्किनु पनि सिद्धिन्छ अहिले बाटो भयो म हालिदिइहाल्छु नि अँ। ल हाम्रो गोदावरीको सुरुदेखि घुम्नु पनि यो गेटदेखि भ्यू चाहिँ एकदम दामी छ है गाइज है यस्तै शान्त जङ्गलमा घुम्नु मन लाग्छ नि यस्तो शीतल है आहा शीतल छ दामी छ कि कहिले आउँछ अहिले आउँछ छिटो यो भित्र चाहिँ बोर्ड बिरुवाहरू छ क्या यो घरभित्र चाहिँ मान्छे दिन्छ जान दिन्छ उता चाहिँ नदी छ यहाँ घाम नलागे तापनि गर्मी चाहिँ गर्मी छ मौसमै गर्मीको समयमा हो अनि मास्तिर पनि जानुपर्छ पासा उता माथि उता मास्तिर पनि छ हो यस्तै ठाउँ हो कि बस्ने भने शान्त वातावरण होइन दामी हुन्छ नि पखान मुख धुन धारा छँदै छ नि ल यो चाहिँ अर्कै ठाउँ सबै एरियाको भिडियो चाहिँ होइन खिच्नुपर्छ क्या अब गाइज हामी तलतिर ओर्लिँदैछौँ लगभग हाम्रो घुम्ने चाहिँ ठाउँहरू चाहिँ सकिन लागेको अवस्था छ है यो मौसम चाहिँ खतरा छ कि गाइस यो चाहिँ हाम्रो गोदावरीमा यसो घुम्न आएको अवस्था बाँसहरू पनि कस्तो दामी दामी छ बवाल छ नि
ल जिमहरू पनि हुनु बस यहाँ जिम बनाउनु भने तिमीलाई जिम गर्नलाई मतलब एक्सर्साइज गर्ने मात्र यस एकदम छिटो गाह्रो पर्छ छुट्दैन ल गाइस हामी चाहिँ मुखबाट बाहिर निस्कनु गाई छैन अब गोबाट बाहिर लास्ट जाउँ अब जाउँ जाउँ सानी ओके आजको टुर सक्यो सब्सक्राइब नभन्न यार कमेन्ट सेयर म आफै भन्छु अब ल गाइज ल बाई बाई ल गाइज आजको हाम्रो घुमघाम कार्यक्रम चाहिँ सकिएको अवस्था होइन पासा हजुर ल अब हामी निस्किने अब निस्किनु अब ल गाइज बाई 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 अब नेक्स्ट ब्लगमा भेटौँला